ल आज बिदाको दिन हाम्रो धेरै अगाडिको योजना अनुसार हामी चाहिँ हाम्रो क्वार्टरको पछाडि सानो सिस्नोहरू हामीले रोपेका छौँ। त्यहाँ सिस्नो टिप्नु गयौँ। त्यस पछाडि राम्रो सिस्नो पनि पलाएर आइरहेछ। अनि एकदम राम्रो राम्रो मुना टिपेर ल्याए पछाडि हामीले यसलाई मजाले धोएर नाङ्लोमा सुकायौँ। त्यस पछाडि पिठोले आँटाको पिठोले चर्काएपछि यसलाई हामीले मकैको चेख्ला अघि नै रेडी गरेका थियौँ। यो मकैको चेख्लामा चाहिँ पानी लगाएर मजाले यसरी सिस्नो लगाइदिने। त्यस पछाडि यसलाई चाहिँ राम्रो चलाएर एक सिटी लगाइदिने, किनभने धेरै सिटी लगायो भने चाहिँ यसको ग्रिन कलर पनि जाने, भिटामिन पनि नष्ट हुने भएको हुँदा यसलाई धेरै सिटी लगाउनु हुँदैन। त्यस पछाडि यसरी हामीले एक सिटी लगाएर छोप्यौँ। त्यस पछाडि सिटी खोले पछाडि लसुन अनि यो के अरे टिमुर लगाएर यसरी मजाले चलायौँ। फिर्के लगाएर चलाए पछाडि अन्त आफ्नो आफ्नो स्टाइल हुन्छ बनाउने। यो चाहिँ हामीले आमाहरूले बनाउनु भएको हेरेर नै सिक्ने हो। यसरी नुन आवश्यकता अनुसार लगाइसके पछाडि मजाले चलाएपछि यो रेडी हुन्छ खान। ल आजको हाम्रो चाहिँ लन्च यसरी हामीले थोरै मकैको चेख्ला चामल मिक्स गरेर यसरी तयार गऱ्यौँ। हजुरहरूले पनि कसरी बनाउनुहुन्छ यसरी हामीले चाहिँ आज बनायौँ।